हेलो साथीहरु, एकदमै स्वागत छ है अर्को भिडियोमा। तपाईहरुको माझमा आउँदै छु। ट्याक्क के भन्दा चाहिँ मार्बल कम्पनी हैन, भित्र चाहिँ के कस्तो हुन्छ र काम के कसरी गर्नुपर्छ भन्ने कुरो म तपाईहरुलाई आज कम्पनी भित्रै देखाउँदै छु है साथीहरु। ट्याक्क तपाईहरुलाई चाहिँ पहिलोचोटी छ भने चाहिँ एकदमै वेलकम छ है साथीहरु। यस्तो खाले हुन्छ है मार्बल कम्पनी। तपाईहरुले चाहिँ मजाले देखाउँदै छु है। यो मलेसियामा कम्पनी यस्तो टाइप पनि हुँदो रहेछ है साथीहरु। मार्बल कम्पनीमा आउँदै हुनुहुन्छ भने चाहिँ तपाईले चाहिँ हेर्न सक्नुहुन्छ। यो चाहिँ हो हैन, मैले काम गर्ने कम्पनी हो। तपाईले चाहिँ मजाले देखाउँदै छु है साथीहरु। यो हेरी यो मेसिन, ठुलो मेसिन, यसले चाहिँ एकदमै यसले नै काट्ने गर्छ है। तपाईले मार्बल, ढुङ्गा, त्यसपछि यो काठहरु पनि काट्ने गर्छ। यसले चाहिँ मजाले काट्दै छ है यो मेन साथीले चाहिँ। उसको काम भनेको अहिले ट्याक्क के भन्दाखेरि चाहिँ हेरी यो बिचमा यसरी पाल पारेर त्यसमा के भन्दाखेरि चाहिँ फलाम हाल्ने टाइपको चाहिँ यसरी काट्दैछ यसले चाहिँ। म अर्को पनि देखाइन्छु। उसले यति धेरै काटिसकेको छ है। यसरी यो चाहिँ एकदमै मार्बलै रहेछ। यो मार्बल चाहिँ एकदमै हलुका पनि हुँदो रहेछ है साथीहरु, एकदमै कच्ची पनि हुँदो रहेछ है साथीहरु। अनि त्यसपछि हेरी यो यिनीहरुले चाहिँ के गर्दैछ भन्दाखेरि चाहिँ गम दिँदैछ। भाँचेको टुक्रा टाक्राहरु चाहिँ एकदम जोडेर चाहिँ गर्दैछ है साथीहरु। बङ्गाली यिनीहरु चाहिँ धेरै जसो यस्तो कामहरु चाहिँ बङ्गालीले एकदमै गर्न सक्दो रहेछ है साथीहरु। धेरै जसो कम्पनीहरुमा चाहिँ यस्तै टाइपको मान्छेहरु चाहिँ धेरै नै हुँदो रहेछ है साथीहरु। यो एकजना चाहिँ बङ्गालीले मजाले काम गर्दैछ है। यो चाहिँ आज चाहिँ सन्डे हो तर पनि काम चाहिँ चलिरहेछ है। मार्बल कम्पनी चाहिँ त्यस्तै हुन्छ नि। तपाईले चाहिँ काम चल्न पर्यो भने तपाईले सन्डे मन्डे हेर्नै भन्नै पाउँदैन, तपाईले काम गरिरहनु पर्छ। हेरी यो चाहिँ के भन्दाखेरि चाहिँ काउन्टर है, काउन्टर र्याक बनाउँदैछ। यो चाहिँ तपाईले चाहिँ वहीँबाट चाइनाबाटै इस्टामेट गरेर काठबाट ल्याए हुँदो रहेछ। अनि चाहिँ हामीले चाहिँ यहाँ चाहिँ एकदमै टाँसेर मार्बल यसरी जोडेर गरिन्छ है। यो चाहिँ चिल्लो बनाउने मेसिन है। ट्याक्क सबैले काम गर्दैछ। आज चाहिँ खासै धेरै चाहिँ छैन है मान्छेहरु चाहिँ। आज सन्डे भएर चाहिँ त्यति धेरै गरेको छैन। एकदम चाइना सामान भएर अलि इमर्जेन्सी बढी नै भएर चाहिँ 1-2 जना 5-10 जना यसो गरिरहेछन्। यस्तो टाइपको हुन्छ नि है साथीहरु मार्बल कम्पनी। एकदम गाह्रो चाहिँ हुन्छ हैन। कुनै हेरी हुन्छन्, कुनै गाह्रो हुन्छन्, कुनै अलिकति सजिलै पनि हुन्छ। भित्र बाहिर यो पडिरहन्छ हैन। बाहिरलाई चाहिँ अलिक हामपानीबाट जोगिने गाह्रो हुन्छ। भित्र तपाईँ मेसिन चलिरहनलाई चाहिँ एकदमै सजिलै हुन्छ। हेरी यो चाहिँ चिल्लो पार्ने। यो मेसिनले के गर्छ भन्दाखेरि चिल्लो पनि यसैले पार्ने भयो, खसरो पनि यसैले पार्ने भयो। अनि त्यसपछि एकदमै टल्किने पनि यसैले नै गर्दो रहेछ है साथीहरु। यो ब्रसिङ गर्नेदेखि यो सफा गर्नेदेखि अनि त्यसपछि यो कलरहरु फाल्नेदेखि यसैले गर्छ है। यो ब्रस जति पनि देखिरहनु भएको छ यो सबै ब्रस हो है। यसले चाहिँ